अरे 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 के हो समीप मोबाइल सेन्टरमा त फोनको लस्कर छ त। यो नयाँ हो कि सेकेन्ड ह्यान्ड हो भरे तपाईँहरू चाहिँ छक्क पर्नुहुन्छ होला है। यो भनेको हाम्रो चाहिँ सेकेन्ड ह्यान्डमा लेटेस्ट मोबाइलहरू नयाँ मोबाइलहरू चाहिँ तपाईँको सेकेन्ड ह्यान्डमा हामीले लिएर आएको छौँ है। जस्तै तपाईँको के छ भने अब रेडमीको 8J56, रेडमी नोट 14 प्रो है। नोट 14 प्रो हेर्नु त क्या क्वालिटी छ है, एउटा स्क्र्याच पनि छैन है। सेकेन्ड ह्यान्डमा आएको छ यो रेडमीको नोट 14 भइहाल्यो क्रप डिस्प्लेमा है। यो चाहिँ तपाईँको नोट 14 भयो, नोट 14 प्रो भयो। जस्तै हामी भिभो क्यामेराको लागि टक्क तपाईँको क्यामेरा तपाईँहरूलाई अहिले भिभोले पेलिरहेछ। क्यामेराको लागि चाहिँ तपाईँहरूको लागि बेस्ट। हेर्नु त क्वालिटी पनि के छ है, है हेर्नु त कस्तो छ नि, यो बब्बाल छ नि बब्बाल। तपाईँहरूलाई भिभोको पनि 8J56मा भिभो V50 8,256मा हेर्नु होला है, क्वालिटी हेर्नु होला है। के भन्नु नि, समीप मोबाइल सेन्टरमा आउनुहोस् न, कस्तो छ है। त्यो सँगसँगै हामीसँग रियलमीको यो एउटा छ, यो पनि 8,256 हो। यो पनि केही चेन्ज नगरेको, मसँग होल टोटल सबै फोनहरू केही चेन्ज नगरेको छ है। प्राइस चाहिँ अलिकति हाई छ तर पनि तपाईँको केही चेन्ज नगरेको हामी 6 महिना वारेन्टी दिएर बेचिरहेको छौँ। यो पनि 8,256 रियलमीमा। अनि रियलमीकै हामीसँग अर्को दुईवटा लेटेस्ट मोडल नोट 14, रियलमी 14 र 13, रियलमी 14 र 13 हेर्नु न क्रप डिस्प्लेमा। एउटा स्क्र्याच देख्नुहुन्छ तपाईँको, हेर्नु त एउटा स्क्र्याच छ र एउटा स्क्र्याच छैन है, एउटा स्क्र्याच छैन। हेर्नु त कन्डिसन पनि 128 छ, 8,256 है। यो दुईवटा छ क्रप डिस्प्लेमा है। मसँग सबै क्रप डिस्प्ले छ, क्रप डिस्प्लेमा छ भनेपछि अर्को हामीसँग ओप्पो एउटा ओप्पो रेनो 10 पनि तपाईँको 8,256मा क्यामेरामा बब्बाल है, क्रप डिस्प्लेमा, एउटा स्क्र्याच नभएको है, 6 महिना वारेन्टीमा। तपाईँहरूलाई यदि चाहिएमा यो पनि छ है। अब अझै तपाईँले एउटा भिभोको V60 लाइट अहिले त रनिङ मोडल हो है। V60 हामीले दुईवटा मोडल चाहिँ बेचिसक्यौँ अब है। रनिङ मोडलमा हामीसँग V60e भन्ने छ, V60e छ 8,256मा है। अहिलेको रनिङ मोडल क्यामेरा बेस्ट, सस्तो बेस्ट मानिने फोन यो V60, एउटा स्क्र्याच नभएको, अलिक प्राइसमा चाहिँ हाई छ है। यो पनि आएको छ, यो पनि हामीसँग आएको छ है। यदि तपाईँलाई चाहियो यो पनि सम्पर्क गर्नु होला है। अब अर्को भनेको ओप्पो A5 प्रो। पानीमा लाउँदा नभिज्ने, पानी नपस्ने, पानी ड्रप टेस्ट, तपाईँको झार्दा ठोकाउँदा माथिबाट पनि नफुट्ने फोन चाहिँ आज तपाईँहरूको लागि 8/128मा 5Gमा लिएर आएको छौँ है। यो चाहिँ तपाईँ हेर्नु होला है, टुटु चलिरहेछ है। क्यामेरा पनि बब्बाल छ। हामी यसको चाहिँ यो क्यामेरा पनि हेर्नु होला है, क्यामेरा पनि बब्बाल छ। यसको चाहिँ आज हामी ट्याक्कै वाटर टेस्ट भनेर चाहिँ वाटर रेजिस्टेन्स यसको टेस्ट गरेर हामी देखाउँछौँ। हेर्नु होला है फोन चलप्पै पानीमा डुबो। हेर्नुहोस् त पानीमा चलिरहेछ है, वाटर टेस्ट है। हेर्नु त पानीमा डुबिरहेछ मजाले। हेर्नु त सकिन्छ अबको फोनहरूलाई, सकिन्छ है। सकिएन नि त, कहाँ सकिन्छ र। चट्टै हेर्नुलाई पानीमा लाएर यी सबै चलिरहेछ, केही छैन। टिटी चलिरहेछ सबैको है पानी। अझै डुबेरहेको छु मैले। ओप्पो A5 प्रो, ओप्पोको A5 प्रो। अब यसलाई हामीले पछारेर पनि हेर्छौँ एकचोटि है। वाटर टेस्ट, वाटर रेजिस्ट्रेसन भएको फोन। केही चलेको छैन नि, केही भएको छैन नि। अब तपाईँलाई भएन A5 प्रो है, ओप्पो A5 प्रो 5Gमा है। 5Gमा चाहिँ हेर्नु होला बब्बाल छ नि होइन। अब हेर्नु, यो देखिहाल्नु तपाईँले वाटर रेजिस्ट्रेसन छ यसको होइन। अब यसलाई ड्रप टेस्ट पनि हामी गर्छौँ है, ड्रप टेस्ट पनि गर्छौँ। टक्क चलिरहेछ है, तपाईँ केही भएको छैन। क्यामेरा सबै चलिरहेछ, क्यामेराहरू समस्या केही छैन। चट्ट तपाईँलाई अब हेर्नु ल, क्यामेरा सबै चलिरहेछ है, केही छैन नि प्रब्लम त है। अब अर्को भनेको तपाईँलाई ड्रप टेस्ट हेर्नु ल, फ्रीमा हेर्नु। माथिबाट झारिरहेको छु मैले, हेर्नु केही भएन नि होइन। हेर्नु होला है तपाईँहरूलाई केही भएको छैन। फेरि एकचोटि पनि हेर्नु ल।
यति माथिबाट फ्याँकिरहेको छु मैले। केही भएको छ होइन नि त। यस्तो खालको फोन छ। यदि तपाईँहरूलाई सेकेन्ड ह्यान्ड फोन राम्रोमा क्वालिटीहरू राम्रो दाम राम्रोमा चाहियो भने हामीलाई समीप मोबाइल सेन्टरलाई सम्पर्क गर्नुहोला। हाम्रो ठेगाना चाहिँ फिदिम गणतन्त्र मेन लाइन गणतन्त्र चोक ठ्याक्कै भित्तामा समीप मोबाइल सेन्टर रहेको छ है। धन्यवाद।